हामी यहाँ सामसिङ फारी आइरहेको छौँ। यहाँ हाम्रो गणेश दाजु सामसिङ फारी त यहाँ हाम्रो इम्रान। नमस्ते भन्नु त एकताल। तपाईँ खुसी छ पुल बनाएकोमा? एकदम खुसी छ। कम्परमा हात होइन हौ, हात यसो गर्नु नि। अहिले हामी चाहिँ हिँडाइ चम्किरहेको छ भाइ होइन, दाजुसँग मात्रै मिल्छ। यसो भन्नु त, हेलो गाइस भन्नु त। हेलो गाइस, वाट ह्यापेन भन्नु। भन्छ चाहिँ यहाँ सामसिङ फारी के नाको भन्दाखेरि चाहिँ हाम्रो अजय एडवर्ड सरले चाहिँ गाउँलेको लागि चाहिँ एउटा पुल बनाइदिनु भएको छ। त्यही पुलको ओपनिङको लागि चाहिँ हामी आज घुम्दै पनि ओपनिङ पनि आएको। यहाँ चाहिँ हाम्रो एकजना अगाडिको बेहुला हो, पछाडिको कन्ट्र्याक्टर। चाहिँ यहाँबाट हिँडेर जानुपर्छ। यहाँनिर अगाडि रोड छ, त्यहाँदेखि पुल भेट्छ। त्यो ओपनिङमा के हुन्छ देखाउँदै गर्छु यता। र अहिले हामी चाहिँ खोला गाउँ भन्ने जग्गामा जान्छौँ। नयाँ पुल ओपनिङ हुँदैछ अजय एडवर्डको माध्यमबाट। अनि त्यही हेर्नुको लागि ओपनिङ पनि गएको। नमस्ते, बाटो त्यस्तो रहेछ। हामी चाहिँ गाडी नल्याइकन आधी बाटोमै राखेर चाहिँ हिँड्दै झर्दैछौँ है त। यही ट्री हाउस पनि बनाएको रहेछ। यहाँ मुनि देख्ने गाउँहरू चाहिँ कुमाईहरू होला सायद। राजेन दाजु नमस्कार, जय गोर्खा, जय गोर्खाल्यान्ड। यति चाहिँ गरेकै हो। अब नि यसो चडक्कै बनाइदिएको छ, ब्रिज जस्तो बनाइन्छ नि। अहिले खाजासाजा खाएर पनि फर्किँदै गरेको। यहाँनिर चाहिँ गरे एन्टिक पिस 1934 को रहेछ नि घर। यहाँ आइपुग्नु भयो अब चाहिँ। ठेल्दैन इमरान, ठेल्दै त कडा मुडु बिजोक छ हालात। जसले गाडी फसिराखेको छ।
उता हो तपाईँको सो यहाँ अहिले पहिला गाडी आएको थिएन योपालि फर्स्ट टाइम गाडी आएको 100 वर्ष अगाडि कुनै गाडी आएको थिएन यहाँ यो गाउँले गाडी देखेको थिएन होइन यहाँभित्र आएको कहिले पनि देखेको थिएन सो योपालि गाडी आउँदा कस्तो लाग्यो तपाईँलाई राम्रो लाग्यो 100 वर्ष पछि चाहिँ गाडी देख्नु भएको मूल घर चाहिँ कहाँ हो तपाईँको कति लाग्छ हिँड्नु त्यहाँ अहिले यो बाटो खन्दैछ नि यो पुल बनाएर बाटो खन्दैछ त्यो बाटोदेखि तपाईँको घर कति टाढो त्यो बाटो सो त्यो गाडी पुग्दैन यो अर्कै हो तर यो पुलले चाहिँ उहाँहरूलाई सो गाडी कहिले देखेको थिएन यहाँ गाडी कहिले पसेको थिएन फर्स्ट टाइम गाडी पस्दैछ यो पुलले गर्दाखेरि 100 वर्षमा देख्यो त गाडी गाउँमा आएको ल ल ल एकजना छ कि प्रेमित शेर्पा